ल दर्शकबिन अब म यहाँ कपाल काट्न आएको छु। मेरो जस्तो स्टाइल अब कपाल कसरी काट्ने एकदम सिम्पल छ। मलाई चाहिँ अलिक साइड साइडको काट्ने हो, त्यसपछि यो जुङ्गादारी ट्रिम गर्ने हो, अनि त्यसपछि पछाडिको मिलाउने हो। त्यति नै हो मेरो स्टाइल। अब उहाँले अब काट्दै हुनुहुन्छ उहाँले है। उहाँले एकदमै चाहिँ एकदमै ट्रेडिसनल वेमा काट्नुहुन्छ। अब हामी हेरौँ। राम्रोसँग काट्नु त हजुर। हजुरको नाम कहाँ हो? के हो हजुरको नाम? मेरो नाम रामप्रीत ठाकुर। के अरे? राम प्रसाद ठाकुर? रामप्रीत ठाकुर हुनुहुन्छ हामीसँग अहिले। अब रामप्रीत ठाकुरजीले कति वर्ष भयो यो कपाल काटे तपाईँले? हजुर कति वर्ष भयो कपाल काटेको? कपाल काटेको त ट्रेनिङ लिएको 2050 मा। 2050 मा ट्रेनिङ लिनुभयो? कपाल काट्न त भाइ एक दुई वर्ष। कपाल काटेको 1-2 वर्ष मात्र भयो? के भन्नुहुन्छ? अनि घर कहाँ हो तपाईँको? घर सुनसरी। घर सुनसरी। ल सुनसरीबाट काठमाडौँ आउनुभयो उहाँले, अनि कपाल काट्नुहुन्छ मजासँग। अनि तपाईँको कतिजना छ परिवारमा? 7-8 जना छ। तपाईँ कति वर्ष हुनुभयो? 50 वर्ष। भन्दै छोराछोरी कतिजना छन्? छोरा एउटा छोरी। छोरा एउटा छोरी एउटा। कहाँ छन्? यतै छन् कि? ठुलो छोरी गाउँमा छ? गाउँमा? गाउँमा। अनि तपाईँ काठमाडौँ किन आउनुभयो त? घुम्नलाई आउँदाखेरि यहाँ काम गर्न थाल्नुभयो? घुम्न आउँदा यहाँ पसल बिक्री ए। अनि तपाईँले यो कपाल काट्ने योजना कसरी गर्नुभयो? किन यो कपाल काट्नतिर तपाईँ लाग्नुभयो त? वास्तवमा अरू पनि कामहरू थियो होला नि गाउँतिर? धेरै काम छ। अनि किन यो कपाल काट्नतिर तपाईँले चाहिँ उ गर्नुभयो? इन्ट्रेस्ट जागेर आयो? हाम्रो इन्ट्रेस्ट होइन। हजुर हाम्रो यो इन्ट्रेस्ट होइन, हाम्रो त यो पेसागतमै पर्छ। ए पेसागत भनेर कसरी परेनु भन्नुहोस् त? तपाईँको के हो यसको इतिहास बताउनुहोस्। यो हाम्रो पेसागत नै हो कि। त्यो त पेसागत त हो, कसरी पऱ्यो? कसरी यो पेसा रोज्नु भयो हजुरले? हाम्रो यो रोजेको होइन, हाम्रो यो पेसागत अन्तर्गत नै हो, रोज्नु पर्दैन। हाम्रो जातले पाएको पेसा अनुसार भनेपछि जसलाई गर्नु मन लाग्यो गरो, गर्नु मन लाग्यो गरेन। ए भनेपछि हजुरको जातले अनि पहिला चाहिँ किन नकाट्नु भएको त? पहिला चाहिँ किन काट्नु नभएको त? पहिला चाहिँ कुन पेसामा हुनुहुन्थ्यो पहिला? पहिला आफ्नो खेतीबारी, देश विदेश बाहिर घुम्ने, पढ्ने लेख्ने, यही हाल्नुपर्छ भनेको हुँदैन। त्यसो भए मलाई बताउनु, तपाईँहरूको यो कसरी सुरु भयो? तपाईँहरूको यो कसरी भनौँ न वंशानुगत है त्यो कसरी सुरु भयो? अब त्यसको लागि त अब कसरी सुरु भयो, के सुरु भयो त्यो त अब कसलाई थाहा छ? थाहा छैन? त्यस्तो कुरा त कसलाई थाहा हुन्छ? वंशागत कहाँबाट आयो, कसरी आयो, किन आयो, हजुर त्यस्तो कुरा थाहा थोरै हुन्छ। भनेपछि कपाल काट्नको लागि हजुरहरूको कतिवटा थर छ? थर कतिवटा हुन्छन्? यसमा थर भनेपछि एउटै थरलाई 4वटा 5वटा नाम हुन्छ। हजुर लगभग कतिजना होला? कतिवटा होला? लगभग 18 देखि 25। 18 देखि 25 सम्म। अनि यो तपाईँहरूले यो कपाल काट्नुहुन्छ नि, यो यसमा के हुन्छ? यो कपाल काट्ने सर्भिसमा के गर्नुहुन्छ हजुरहरूले? यो कपाल यस्तै कपाल काट्न बाहेक अरू के सर्भिस हुन्छ सलुनमा?
शैलीमा थुप्रो सर्भिस भन्नु न के चाहिँ हुन्छ? धेरै सर्भिस हुन्छ शैलीमा। हजुर शैलीको अनगिन्त सर्भिस हुन्छ। हजुर जस्तो जस्तो शैली त्यस्तो सर्भिस। हजुर तपाईँले के गर्नुहुन्छ? म कपाल दाढी काट्ने, बस कालो कलर कालो कलर। यताउति सफाइ गर्ने बस। हजुर दिनको कतिजना ग्राहक आउँछन् हजुर? यो फिक्स हुँदैन। फिक्स हुँदैन। घटीमा कतिजना आउँछन् लगभग? त्यो पनि फिक्स हुँदैन। 10 घन्टा आउँदैनन्? 10 जति घटीमा? त्यो मान्छे कति आउँछ कति जान्छ यो फिक्स हुँदैन। त्यसको कुनै दिन सुखाराम हुन्छ, कुनै दिन एकदम मान्छे मारामार हुन्छ, कुनै दिन कसै त्यसको लागि यो कति घटीमा बढीमा आउने कुरा जुन छ नि त्यो फिक्स हुँदैन पसलमा। हजुर अनि तपाईँको अहिले कति वर्ष लाग्नु भन्नुभयो तपाईँले? 50 वर्ष। 50 वर्ष। अनि तपाईँ दिनभरि यसरी कपाल काट्दाखेरि तपाईँ थाक्दैन? दिनभरि काट्नु पर्यो भने थाक्छ मान्छे। अनि आज थाकेको छ कि छैन? के थाक्छ अहिले बसेर बस। तपाईँहरूलाई चाहिँ कस्तो ग्राहक मनपर्छ? कस्तो ग्राहकले कसरी व्यवहार गर्यो भने मनपर्छ हजुरहरूलाई? ग्राहकले केही व्यवहार गर्दैन, ग्राहकसँग हामीले कस्तो व्यवहार गर्ने त्यो हो। होइन ग्राहकबाट नि यसो हुन्छ नि कुनै व्यवहार चुप्लाएर बस्दै हुन्थ्यो, नगराए हुन्थ्यो भन्ने छ कि अथवा चाहिँ पैसा चाहिँ अलिक बढी दिए हुन्थ्यो भन्ने हुन्छ कि के छ? फेरि फर्के आओस् त्यो त्यस्तो सोच गर्दैन। अहिलेसम्म तपाईँलाई नराम्रो लागेको अनुभव कहिले हो? यस्तो केही छ अनुभव, नराम्रो अनुभव भएको कपाल काट्ने बेलामा? त्यसमा कति छ कति? एउटा एकदमै तपाईँले चित्त दुखेको कि एकदमै चित्त दुखेको चाहिँ कुनै छ? कुन छ? कुनै त्यस्तो घटना छैन? कहाँ कसो कता भयो के भयो त्यो थाहा हुँदैन। अनि एकदम खुसी लागेको दिन छ कि छैन? हजुर एकदम खुसी लागेको दिन छ कि छैन? कति बेला एकदम खुसी लाग्छ होला कपाल काट्ने क्रममा चाहिँ? कस्तो बेला चाहिँ एकदम खुसी लाग्छ? पैसा झ्याप्पा हातमा आउँदा पनि खुसी लाग्ने हो कि? अलिक खुलेर बोल्नु न। यसको केही परम्परा छ कि छैन? कपाल काट्ने परम्पराहरूसँग यसको केही छ कि छैन? परम्परा केही छ? सांस्कृतिक परम्पराहरू मूल्य मान्यता छ कि छैन? या दर्शकलाई थाहा नै छैन किन कपाल काट्छन्? तपाईँहरूले मात्रै किन कपाल काट्न पनि दर्शकहरूलाई थाहा छैन नि त। यसो अहिलेको कुरो जुन छ नि पुरानो कुरो हराइसक्यो। के मान्य र के मर्यादा र के छ भने नि हराइसक्यो। अहिले जसले ट्रेनिङ गर्यो उसले गर्यो बस सिद्धो। त्यसमा कसैको पर्सनल पेसा हो, कसैले अरूले गर्न पाइँदैन भन्ने मिल्दैन। त्यो हराइसक्यो। त्यो कुरोहरू हराइसक्यो। यो फलानुको पेसा फलानु जातले पाएको त्यस्ता कुराहरू हराइसक्यो। त्यसलाई पतालेर मान्छे सामु ल्याए पनि राम्रो हुँदैन। सुरुमा कस्तो लाग्यो अरूहरूले गर्दाखेरि हजुरहरूलाई? सुरुमा कस्तो लाग्यो अरूहरूले गर्छन् नि जब गर्थ्यो नि सुरुमा जब अरूहरूले गर्न थाल्यो नि यही काम हजुरहरूलाई कस्तो लाग्थ्यो त्यति बेला? मलाई चाहिँ राम्रो लाग्थ्यो। सबभन्दा अरूले पनि मैले ट्रेनिङ दिएर पठाएको यो काममा सबभन्दा आरामदायक छ। किनभने घाममा जानु पर्दैन, पानीमा जानु पर्दैन,
गाना बजाना टिभी हेर्न पाइन्छ, रुममा बसेर हेर्न पाइन्छ। काम छैन भने खुट्टा उकालो पारेर बस्न पाइन्छ, छैन भने निदाउन पनि पाइन्छ। बस राम्रो काम हो यो। हजुर यो काममा कचर कचर छैन। हजुर बस डिजाइनले अहिले त डिजाइन छ, अहिले फर्मुला छ। हजुर त्यति बेला डिजाइन र फर्मुला थिएन, मान्छे अँ, जो मन लाग्यो त्यो गर्छु, यसो त्यस्तो। बस पहिला त्यहाँ आर्मी कटहरू लामो लामो काट काट्ने, अनि त्यो हिरोहरूले पालेको जस्तो गर्न पाए केही पनि थिएन पहिला होइन। केही हिरोहरूको नयाँ नयाँ स्टाइल थियो नि त, यो फरक स्टाइलहरू जस्तो सञ्जय दत्त भयो, मिथुन चक्रवर्तीको भयो होइन, त्यसपछि शाहरुख खानको भयो, अलिक नयाँ नयाँ हेयरस्टाइलहरू आएको थियो नि त बजारमा। शाहरुख खानको कुनै स्टाइलै होइन। जे भयो नि उसको चाहिँ अलिकति कपाल चाहिँ सिधा, अनि तपाईँको जे होस् स्टाइल नभयो नि केही न केही त थियो नि त उसको। अगाडि झम्म पाल्ने, सिधा कहिलेकाहीँ अगाडि झम्म पाल्ने गर्थ्यो नि त उसले। अब तपाईँको आमिर खानहरू भयो, यो अरूहरूले त सबैले चाहिँ मिथुन चक्रवर्तीको हेयरस्टाइल चोर्या त हो नि होइन र। पहिला मिथुन चक्रवर्तीको हेयरस्टाइल सब अरूहरूले चोर्दै गएको त हो नि अरूहरू त। इभन नेपालीहरूले हिरोहरूले चाहिँ मिथुन चक्रवर्तीको स्टाइल चोरेको थियो होइन र। के हो सबको आफ्नो आफ्नो मन स्टाइल, कसैको कोही कसैले चोर्दैन। तपाईँलाई चाहिँ हिरोहरूमा कुन चाहिँको स्टाइल दामी लाग्थ्यो त्यति पहिला पहिला? गोगो कट भने कस्तो हो? कस्तो हुन्छ त्यो? यहाँसम्म कपाल राख्ने, यहाँदेखि गोलो काट्ने, माथिबाट छोटो गर्ने। ए त्यस्तो नि छ। त्यही कट पहिला चलिरहेको थियो, गोगो कट। अब अहिले छैन है बजारमा। अब अहिले नयाँ नयाँ आयो नि त बजारमा कट। अंग्रेज चला गया, अंग्रेजी छोड़ दिया। यताबाट मुडाएर खौरेर हिँडे पनि कोही कसैले केही गर्दैन। अहिले कट सर्ट केही छ, कसैले के भन्ने चलन पनि छैन। महिनाको लगभग कति कमाउनुहुन्छ अब? सबै तिर्यो 5-7 हजार बस्छ। जस्तो कमाइ 50-60 हुन्छ। जस्तो यसको यो तिर्यो होइन, यो घरबाट तिर्यो, दिनको 1000 त होला नि, 10जना पैसा कमाइ त घटेमा पनि। वो गारंटी चीज है। ग्यारेन्टी छैन नि त। अनि अरूहरूको त अब धेरैजना हुन्छ मान्छे काम गर्ने, हजुर चाहिँ किन एक्लै गर्नुहुन्छ? तपाईँको त्यही अचम्म सबैभन्दा स्पेसल कुरा त्यही हो, एक्लै काम गर्नुहुन्छ तपाईँ। म एक्लै काम गर्छु। अहिले अरूतिर गयो, त्यहाँबाट मान्छे भेटाएको राख्नु। भन्दा तपाईँले मान्छे भेटाउनु भएन।
आउँछ जान्छ त्यो पर्मानेन्टली यहाँ बस्ने कोही अहिले कारिगर पाइँदैन। जस्तो तपाईँले राख्नुभयो भने कति दिनुपर्छ उसलाई दिनको कति दिनुपर्छ त्यस्तोलाई? दिनको यसमा 4-5वटा सिलेबल छ। अब त्यो सिलेबलमा त्यसले कस्तो गर्न चाहन्छ त्यस्तो हुन्छ। अनि सरकारको नीति नियम के छ त यो कपाल काट्नेहरूको लागि? केही त बना होला नि सरकारले, हजुरहरूको केही सङ्घहरू होला नि? कुनै सङ्घ संस्था केही भए पनि केही फरक पर्नेवाला छैन। सरकारको कुनै नीति कुनै नियम छैन। बस सरकारले बनाउनु पर्छ जस्तो लाग्छ लाग्दैन? नीति नियम बनाउनु पर्छ जस्तो लाग्छ लाग्दैन सरकार? यसको नीति नियम बनायो भने सरकार फ्लप जान्छ। यहीँ अहिले कसैले कतिमा काटिदिन्छ, कसैले कतिमा काटिदिन्छ। नीति नियम लागू गरेर हुन्छ। अब दारीको पालो अलिक छोटाइदिनु ल, छोट्याउने मात्रै काम गर्नुहोस्। सेभ गर्नु परेन। पहिला आज जस्तो गर्नुहुन्थ्यो नि त्यही गर्ने मेरो 2 वर्ष भयो मैले पालेको। तपाईँले काटिँदैदेखि नै त्यति बेलादेखि नै मैले कहिले पनि यसलाई क्लिन सेभ गराएन, काटेकै हो। त्यस्तो बनाएको मात्रै छ। सरकारलाई करसँग मतलब यो के हुन्छ कसो हुन्छ। यहाँ भोलि गएर एकजना कोहीसँग झगडै पऱ्यो भने सरकारले मतलबै गर्दैन। दर्ता यो पनि दर्ता हुनु पऱ्यो। दर्ता भइरहेको छ पढाइको। दर्ता हुन्छ। अनि वर्षको कति तिर्नुपर्छ ट्याक्सहरू? कुन ट्याक्स कुन ट्याक्स हजुर स्ट्रेट त्यसरी अब दाढी काट्नलाई यो गर्छ किन अब यति बेला चुप्लाएर बस्नुपर्ने हुन्छ।
गरिरहनु भएको छ। यहाँ हो चाहिँ त भयो धन्न भयो। रसले नै उहाँले यसरी कुर्छु पनि हुन्छ। फेरि यसलाई उहाँले मिलाउनुहुन्छ बिस्तारै। अब प्लेट लाउने बेला हुन आयो। प्लेट लाउँदा झन् होसियार गर्नुपर्छ। हामीले हल्लिनु हुँदैन, चुप्लाएर बस्नुपर्छ। कसरी त्यो कपाल पनि उड्न लाग्यो, के गर्ने अब। यस्तो दिएर चाहिँ ईश्वरले जिन्दगी पनि दुःख छ। सबभन्दा केटा मान्छेको दुःख भनेको
पेट लाग्ने, कपाल उड्ने, के गर्ने अब यस्तै छ। कन्ट्रोल हाम्रो कन्ट्रोलमा हुँदैन। कपाल अब ट्रान्सप्लान्ट गऱ्यो भने 10-20 लाख पर्छ। 10 देखि घटीमा त हुँदैन ट्रान्सप्लान्ट, महँगो छ। त्यो साथीहरूले ट्रान्सप्लान्ट पनि गरे। अब पहिले त्यो ब्याचलर पढ्दा कोही त तालु भइसकेको थियो। अब मास्टर पास गरेर पनि यो कपाल त मेरो टोटली तालु चाहिँ हुँदैन हुन चाहिँ, तर कपाल अवश्य पनि घट्न चाहिँ घट्छ। अब उहाँले के गर्नुहुन्छ भन्दाखेरि यो अर्को तावल ल्याउनु भयो, ल हेर्नुहोस् है। दारी सेभ गर्नुभन्दा अगाडि उहाँले गर्नुहुन्छ यो सब होइन। दारी सेभ गर्नुभन्दा अगाडि गर्नु। उहाँले लगाइदिनुहुन्छ। मजाले पुस्नु हो। अब चाहिँ पुस्नुहुन्छ उहाँले। ल है 10 सेकेन्ड। बुढो भयो 10 सेकेन्ड। क्या बुढो भयो 10 दिन।
यसरी उहाँले मिलाउनुहुन्छ है। फेरि ब्लेड लाउने समय भयो।
उहाँले मालिस पनि गर्नुहुन्छ। ल क्रिस भयो। 10 दिन लाग्यो है। कस्तो लाग्यो यो कपाल हेयर स्टाइल तपाईँहरूलाई? लाग्यो कति भयो टोटल? कति भयो टोटल? टोटल कति भयो? 300 ल 300 भयो 10 दिन। कति कपाल काटेको कति हो? कपाल काटेको कति? कपाल काटे 200, दाढी काटे 200 के अरे ठ्याक्क कपाल काटेको 200, दाढी काटे 100। अब मेरो खल्तीमा थियो 500। अब उहाँलाई दिँदैछु यो नोट। ल हेर्नुहोस् यो नोट। ल लिनुहोस् त हजुर। ल लिइहाल्नुहोस्। ल धन्यवाद है हजुरलाई। ल हेर्नुहोस् मामा भान्जा हेयर ड्रेसर सैलुन भर्खर राख्नु भएको रहेछ होइन? ल कपाल काट्न सुहायो कि कपाल लामो सुहायो 10 दिन मलाई?